तपाईँहरू सन्चै हुनुहुन्छ होला। आजको सुरुवात चाहिँ मैले समोसा बनाएर सुरु गर्दैछु। आजको दिन चाहिँ समोसा बनाउँदैछु। आज अहिले चाहिँ अब एकछिनपछि चाहिँ मोमो बनाउनुपर्छ। अनि मोमो, समोसा अनि चाउमिन अनि हाम्रो यहाँ पाउने कुराहरू चाहिँ मोमो, समोसा, चाउमिन, लेग पिस, ससेज अनि आलु परोठा अनि पानीपुरी, चटपट अनि पकौडाहरू हामीले बनाउने गर्छौँ। अनि थुक्पा पनि बन्छ अनि लेग पिस, ससेजहरू, लालिपपहरू पनि पाउँछ। चिकन लालिपप, ससेज अनि चिकन आइटमहरू प्रायः यहाँ पाउँछ। चिकन चाउमिन, चिकन चटपट सबै पाउँछ। हजुरहरूलाई मैले धेरै भिडियो हालेको छैन मोबाइलमा। मैले 1-2 भिडियोहरू हालेको छु मोबाइलमा। यो लोकेसन चाहिँ बसिनदेखि अलिकति भित्र 100 मिटरभित्र गोर्खाली टोलमा सानो पसल छ मेरो। पसलको नाम चाहिँ अहिलेसम्म मैले खासै बोर्ड बनाएको छैन। मैले भन्न सोचेको छु पूजा खाजा घर भन्न पनि सकिन्छ। त्यही राख्छु, सोचिरहेको छु। अहिले नयाँ नै खोलेको हो, नाम खासै राखेको छैन। अनि मैले बनाएको समोसाहरू हजुरहरूलाई देखाउने छु। मैले बनाएको समोसाहरू हेर्नुहोस्। हजुरहरूलाई रेसिपी चाहिँ यसको म पछि भन्नेछु हजुरहरूलाई के चाहिन्छ। प्रायः सबैलाई थाहा हुन्छ समोसा चाहिँ इजी हो, एकदम बनाउन सजिलो हो, सजिलो रेसिपी हो। हजुरहरूले घरमा बनाएर पनि बाबु नानीहरूलाई खुवाउन सक्नुहुन्छ। हामीले चाहिँ मैदा युज गर्छौँ, तर पिठोको पनि बच्चाहरूको लागि बन्न सक्छ। आटाको मैदाले अलि हेभी हुन्छ, भारी हुन्छ भन्ने गरिन्छ। पिठोको पनि बन्छ समोसा, राम्रो बन्छ। पिठोको बनाएर पनि खान सकिन्छ। हजुरहरूलाई आज